लगाउने है। एकदम चढ्ने हो, टुप्पोमा पुगेर फर्किने हो। म शिव प्रसाद जैसी, नेपाल माउन्टेन एकाडेमीको क्याम्पस प्रमुख। अहिले हामी हिमलुङ आरोहणको क्रममा छौँ र यसमा चाहिँ ब्याचलर अफ माउन्टेनियरिङ स्टडिजको 8औं सत्रमा अध्ययनरत विद्यार्थीहरू 7000 को हिमाल चढ्नका लागि हामी प्रस्थान भएका छौँ र यसमा जम्मा अध्ययनरत विद्यार्थीहरू 12 जना हुनुहुन्छ। 2 जना हामी अफिसका कर्मचारीहरू छौँ र व्यवस्थापकहरू 3 जना हुनुहुन्छ र यो आरोहण हामीले हिजोबाट सुरु गरेका छौँ। आज बेसी सहरमा छौँ। आज बेलुका चाहिँ हामी कोतो पुग्नेछौँ। कोतोबाट हामी मेताबाट क्याङ, क्याङबाट फूबाट बेस क्याम्प पुग्नेछौँ र बेस क्याम्पमा हामीले चाहिँ यसका चाहिँ सैद्धान्तिक र व्यावहारिक अध्ययन गर्दै हामी चाहिँ यो आरोहण गर्नेछौँ। यसको आरोहण 26 दिनको हुनेछ। सर्भिसको कुरामा, खानाको कुरामा, यताउति तपाईहरुलाई सुत्न यताउति केही कुरामा पनि कमी हुनु हुँदैन हैन। दाइहरुले एकदम म्यानेज गर्नुहुन्छ। त्यही भएर तपाईहरुले पनि त्यही अनुसार यहाँ सहकार्य गरिदिनु है। हिमालमा चाहिँ एक अर्काको काम सजिलो बनाइदिए हामी सबैलाई सजिलो हुन्छ है। 7000 मिटर 8000 मिटरमा चाहिँ यो फिक्स लाइन हुन्छ। त्यो फिक्स लाइनमा हामी कसरी चाहिँ एसेन्डर युज गर्ने, सेफ्टी कसरी चेन्ज गर्ने, कुनै पनि त्यो सेक्सन अनुसार त हैन, त्यो भर्टिकल अनुसार चाहिँ हामी कति ग्यापमा हिँड्ने हैन, त्यो कुराहरू हामी सिक्छौँ अहिले। नर्मली अब 35-45 डिग्रीको एङ्गलमा स्लोपमा चाहिँ हामी कसरी हिँड्ने र तपाईहरुलाई केही लागेको, केही कन्फ्युज त्यस्तो हैन, केही सोध्नुपर्ने छ भने अन द स्पट सोध्नु भयो भने हुन्छ र बेलुका डे रिभ्यू हुँदाखेरि